महाधिवेशन नजिकै जाँदा युरोपमा भएका जनसम्पर्क समितिहरूको रौनक बेग्लै छ। सबै समितिहरू महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुन्नमै व्यस्त छन्। युरोपबाट 500 क्रियाशील सदस्य गराए बापत हरेक जनसम्पर्क समितिहरूले 7 जना प्रतिनिधि पठाउन पाउने व्यवस्था रहेको छ, जसमा बेलायत, बेल्जियम, डेनमार्क, स्पेन, नेदरल्यान्ड र पोर्चुगल रहेका छन्। युरोपमा यी देशहरूबाट सकभर सहमतिकै प्रतिनिधि चयन गरिरहेका छन्। नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सको तर्फबाट नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि महासमिति सदस्यमा निर्विरोध निर्वाचित नारायण आचार्य। जनसम्पर्क समिति नेदरल्यान्डले चाहिँ नेपालमा पठाउने आफ्ना 3 जना महासमिति सदस्य र 7 जना महाधिवेशन प्रतिनिधिको छनौट सर्वसम्मत रूपमा गरेको छ भर्खरै। जुन 7 जना जानु पर्नेमा करिब 10-12 जना जति साथीहरूको उम्मेदवारी थियो, त्यसमा व्यापक छलफल गरेर अहिले चाहिँ 7 जनामा सहमति भयो। स्वदेशमा मात्र होइन, युरोपमा पनि पार्टीको नेतृत्व अब नयाँ पुस्तामा सर्नुपर्ने धेरै कांग्रेस कार्यकर्ताको माग रहेको छ। अग्रज नेताहरूलाई उचित सम्मान दिँदै अब नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरिनुपर्ने धेरैको जोड रहेको छ। यसै मध्येका एक जनसम्पर्क समिति जर्मनीका सल्लाहकार सूर्य तिवारी। पार्टीले खेलिरहेका ती भूमिकाहरू छन्। अहिलेसम्म हामीले चाहिँ लगभग 80 काटेका नेताहरूलाई मात्रै हामीले पूजा गरेर बसिरहेछ। जोस जाँगर हाम्रो शिथिल भइसक्दासम्म ठाउँै पाउँदैन मान्छेले काम गर्ने ठाउँ हो, त्यसको लागि पनि पहल गर्नुपर्छ भन्ने धारणा धेरै ठाउँबाट निस्किएको छ। नेतृत्वमा चाहिँ अलिकति देशको लागि हाँक्न सक्ने खालको व्यक्तित्व चाहिँ पार्टीमा चयन गर्यो भने पछि देशले निकास पाउँदाखेरि धेरै सजिलो हुन्छ। कमसेकम निर्णय गर्न सक्ने र काम गर्न सक्ने नेतृत्वलाई चाहिँ चयन गर्यो भने महाधिवेशनमा पक्कै पनि एउटा चाहिँ नयाँ युगको निर्माण गर्न सक्ने अवस्था देखिन्छ। त्यसो त नेपालको नयाँ संविधानले एनआरएललाई राजनैतिक बाहेक सबै अधिकार प्रदान गरेको छ। संविधान अनुसार जाने हो भने कांग्रेसको मात्र होइन, सबै भातृ संगठनको राजनीति युरोप लगायत प्रवासमा औचित्यहीन देखिन्छ। तर यिनैका कार्यकर्ता भने यो नियम पनि परिवर्तन हुने दाबी गर्छन्। बेल्जियम निवासी एक सक्रिय नेत्री सीता सापकोटा। अब एनआरएललाई राजनीतिक अधिकार यसमा हाम्रो विमति छ, किनभने एनआरएल हामी महाधिवेशनमा हरेक संगठनका आफ्ना आफ्ना भातृ संगठनहरू विदेशमा छन्। तिनीहरूलाई पार्टीका महाधिवेशनहरूमा भाग लिने जान चाहिँ दिने, उहाँहरूलाई भोट हाल्न चाहिँ दिने, भोट चाहिँ अरूलाई प्रयोग गर्न हामीले पाउने, तर हामी उम्मेदवार बन्न पनि नपाउने, हामीले राजनीतिक अधिकार प्रयोग गर्न नपाउने भन्ने कुराको हामी विमतिमा छौँ। यसलाई चाहिँ अविलम्ब विधानमा परिमार्जित गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ र आसन्न 13औं महाधिवेशनमा पनि 15-17मा यी कुराहरू उठ्लान् र हामीले यसलाई चाहिँ नेपाली कांग्रेसको हामीले आफ्नो पार्टीलाई हेर्ने पहिला नेपाली कांग्रेसले यसलाई चाहिँ जोरदारका साथ अगाडि ल्याएर विदेश स्थित रहेका भातृ संगठनलाई कि भातृ संगठन मान्नु भएन, भातृ संगठन मानिसकेपछि मताधिकारको प्रयोग गर्न दिइसकेपछि क्रियाशील भुइँको जस्तो गाउँ क्षेत्र जिल्ला हुँदै चाहिँ केन्द्रमा आउने क्रियाशीलहरू जुन हुन्छन् तिनै क्रियाशील हामीले यहाँ बाँडेर हामीले 3बाट प्रतिनिधि भएर 3ले छानेको प्रतिनिधि भएर हामी जाँदै गर्दा हामीले राजनीतिक अधिकार नपाउने भन्ने कुरा हुँदैन। यसको लागि चाहिँ हामीले एकदमै संसारभरिका जनसङ्घ समितिहरूले एउटै आवाज बनाएका छौँ, एउटै खाले एजेन्डाहरू अगाडि प्रस्तुत गरेका छौँ। ती एजेन्डाहरूमाथि व्यापक रूपमा घनीभूत रूपमा बहस हुन्छ।